नमस्कार साथीहरू, म नेपाली फेरि लिएर आएँ तपाईँहरूको लागि एउटा राम्रो कुरा र जेन्जीहरूलाई सोध्न प्रश्न। मेरो प्रश्न यो छ कि अब हामीहरू कुन जेन्जीलाई सपोर्ट गर्ने? एउटा जुन युवाहरूलाई जागृत गरिरहेछ त्यसलाई, कि अर्को जुन पार्टीको चाप्लुसी गरिरहेको छ त्यो जेन्जीलाई? तपाईहरू मलाई बताउनुहोस् कुन जेन्जीलाई सपोर्ट गर्ने? म पनि तपाईहरू जस्तै नै एउटा जेन्जी हो। मेरो घर म पनि नेपाली हो, तर मलाई अहिले पनि समझ आइरहेको छैन हामीहरू कुन जेन्जीलाई सपोर्ट गर्ने? त्यसलाई सपोर्ट गर्ने कि जसले पार्टीको कुत्ता जस्तो काम गरिरहेछ त्यो जेन्जीलाई सपोर्ट गर्ने, कि नेपालमा नयाँ युवाहरूको लागि केही काम होस् त्यो जेन्जीलाई सपोर्ट गर्ने? जुन दिन जेन्जी आन्दोलन भएको थियो त्यो दिन सबै जेन्जीले भन्यो म जेन्जीको सपोर्टर हो, सबैजना जेन्जी बन्यो। आज फेरि त्यही पार्टी, चाहे एमाले होस्, चाहे काङ्ग्रेस होस्, चाहे माओवादी होस्, फेरि सत्ताको लागि गोटा हुन थाल्यो। त्यसमा त्यही जेन्जीका केही युवाहरू म हेर्न लागे, हेरिरहेको छु कि हामीहरू कुन जेन्जीलाई सपोर्ट गर्ने? जनता यिनीहरूलाई लागेको छ कि हामीहरू जेन्जीमा घुसेर जेन्जीमा नाम पानी पाए, एमाले पार्टीमा घुसेर पार्टीको कार्यकर्ता पनि बने। त्यसैले त गगन थापाले भन्यो कि केपी ओलीलाई जेल गर्यो भने, पकड्यो भने हामी 6 लाख कार्यकर्ताहरू आन्दोलन गर्छौँ। यही गगन थापा दियो जुन हाम्रो जेन्जी आन्दोलनमा गोली चलाउने अर्डर पनि दियो थियो गृहमन्त्री भएर। आज फेरि त्यही जेन्जीले त्यसलाई नै सपोर्ट गरिरहेछ, केपी ओलीलाई सपोर्ट गरिरहेछ। के जेन्जीको मतलब यही हो? हो भने म एउटा प्रश्न अझै सोध्न चाहन्छु। ठिक छ, तपाईहरू जेन्जी नबन्नुहोस्, अब तपाईहरू जो पनि जेन्जी पार्टीको चाप्लुसी गरेर भने त्यो भनोस्। जेन्जीको आन्दोलनमा पनि भन्नु पर्थ्यो कि म पार्टीको चाप्लुसी गर्ने एउटा कार्यकर्ता हो, जुन नेपाललाई भ्रष्ट गर्छ त्यस्तो पार्टीको कार्यकर्ता हो। आज नेपालको स्थिति पहुँचाउने नै पार्टी हो, तर पनि जेन्जीको नाममा लिएर पार्टीको चाप्लुसी गर्ने केटाहरू पनि बढी भयो। जसले जेन्जीको समर्थन गर्यो, जसले जेन्जीलाई आगे बढायो, तिनीहरूलाई जेलमा भेज्नको लागि पार्टीको कार्यकर्ता बनेर अर्जी दिन थाल्यो। यस्तो चाप्लुसीवाला जेन्जी हामीहरूलाई चाहिँदैन। तपाईहरू या त पार्टीलाई बनेर रहनुहोस्